15 दिने माध्यमिकी परिक्रमा लागि प्रस्थान गर्न थालेको छ। सिद्ध सन्त मौनी बाबाले माध्यमिकी परिक्रमाको प्रारम्भिक निरन्तरता दिएको उद्यम स्थल मिथिला बिहारी नगरपालिकाको सुकुटीमा सहभागी हुन पाउँदा म अत्यन्त भाग्यमानी ठानेको छु। परिक्रमाको महत्त्वपूर्ण एउटा पक्ष युगल सरकारको डोला हो, जसले परिक्रमाको नेतृत्व गर्छ। परापूर्वक कालदेखि नै मिथिला बिहारी भगवानको डोला कसुरीबाट प्रस्थान गरेपछि अन्य मठ मन्दिरहरूका डोलाहरू त्यसमा जोडिनेछ। 15 दिनसम्म परिक्रमाका सहभागी श्रद्धालुहरूले पालना गर्ने अनुशासन प्रति अनुकरणीय छ। पूर्व निर्धारित परिक्रमा विश्राम स्थलमा सहभागीहरूलाई आवश्यक सम्पूर्ण सेवा र सहयोग उपलब्ध गराउन सम्बन्धित पालिका लगायत निकायहरू तत्पर रहनुपर्छ। 128 किलोमिटर लामो पदयात्राको माध्यमिक परिक्रमा मार्गलाई कम्तीमा परिक्रमा अवधिसम्मका लागि निरामिष बनाउनुपर्छ। नेपाल र भारतबीचको धार्मिक सांस्कृतिक सम्बन्धलाई दृढ बनाउन परिक्रमाको पनि विशिष्ट महत्त्व रहेको छ। धनुषा र महोत्तरी जिल्लाको 11 तथा भारतको 4 प्रमुख तीर्थस्थललाई परिक्रमाले जोडेको छ। परिक्रमा सडकको विकाससँगै धार्मिक पर्यटकलाई यस क्षेत्रमा घुम्ने गन्तव्य थपिनेछ। जनकपुर धामबाट धनुषा
धाम दर्शनका लागि प्रस्थान गर्ने पर्यटकहरूलाई मुसा बिहारी धाम परशुराम तराउको दर्शन गर्न केही समय रोक्न वातावरण बनाउन सकिन्छ। मध्य प्रदेशमा आउने पर्यटकहरू मध्ये अधिकांश धार्मिक रहेका छन्। उनीहरू ऐतिहासिक सांस्कृतिक महत्व भएका तीर्थस्थलको दर्शन गराउन सक्नु पर्यटन व्यवसायलाई सुदृढ बनाउन मद्दत मिल्नेछ। मिथिला बिहारीलाई धामको रूपमा परिचालित गर्न सके पर्यटकहरूका दर्शक बढ्नेछ। नेपाल र भारतका हजारौं सन्त महन्त श्रद्धालुहरूको सहभागिता रहने 15 दिने परिक्रमाको व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तत्पर रहेको छ। मिथिला बिहारी क्षेत्र विकासका लागि गुरु योजना तयार गरी मिथिला बिहारी विकास परिषद बनाएर सरकार अगाडि बढाउनेछ। परिक्रमा मार्गलाई अझ सरल र सहज बनाउनु पर्ने आवश्यकता छ। यसले धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम राख्न समेत मद्दत गरिरहेका छन्। भारतबाट भारी संख्यामा साधु-सन्तहरू परिक्रमा सहभागीका लागि पाल्नु भएको छ, तर यस भेगमा सन्तहरूको सहभागिता न्यून रहने गरेको छ। यहाँका मठ मन्दिरका सन्तहरूको पनि सहभागिता हुने वातावरण बनाउनुपर्छ। पौराणिक धार्मिक 15 दिने मिथिला परिक्रमा सहभागी सम्पूर्ण सन्त महन्त श्रद्धालुको यात्रा सुखद र सफल होस् भन्ने हार्दिक कामना गर्दछौँ। र अंतमा कुछ मैथिली में कही थी कि सरकार अहाँ लोगों के अपन सरकार में इतना बड़ा कार्यक्रम यहाँ हो फल लेकिन हमारे काम हो। इससे आज देश के सही में मन बहुत गदगद है। हमारे भी 5 साल से हम भी सभा में जनकपुर में, लेकिन इतना बड़ा डोला उठल है, लेकिन घूमने की जानकारी नहीं मिल रहा। आज ये कार्यक्रम देख के बहुत खुशी मिली और प्रदेश सरकार अपने के विश्वास दिलावे के तहत आवे वाला दिन में ये कार्यक्रम ला जितना अधिक से अधिक सहयोग हुई अपने उनके सहयोग। और हमारे से पूर्व वक्ता शीतल जी कहना कि साल प्रचंड आके यहाँ घोषणा कलन की विकास हुई, तत्काल प्रचंड से हम भी मिले वाला बड़ी काठमांडू आई बात की याद नहीं कराया। सरकार से और प्रदेश सरकार से दोनों से जितना हो सके अधिक से अधिक ये परिक्रमा वाला विकास हुई, यह प्रतिबद्धता जनवई और से विदा हुई थी। फिर जय सिया राम।